अहिले नेपालको अर्थतन्त्र भन्दा पनि उहाँले एक्सपोर्ट र इम्पोर्टको चेक एन्ड ब्यालेन्स कहाँनिर जोड्नु भएको देखियो भने पावर सेयरिङ एन्ड चेक एन्ड ब्यालेन्सको कुरो पनि हो र राष्ट्रको आर्थिक स्तर आर्थिक उन्नति कसरी डेभलप गर्ने भन्ने विषयहरू सम्भव छ। धनी देश विश्वको जुन तीनटा हिमाल चाहिँ अब यही हाम्रो देशमा अवस्थित छ। त्यसो भएकोले हामी हाम्रो देशले चाह्यौँ भने आर्थिक उन्नति गर्ने पाटाहरू थुप्रै छन्। जस्तो पर्यटकमा भयो अनि तपाईको अब हिजो मलाई सबैभन्दा अहिले दुःख लागेको हाम्रो 2-3टा नारासँग म बडा आजित छु। हरियो वन नेपालको धन भन्छ, यो सुन्ने बित्तिकै मलाई अहिले एलर्जी लाग्छ। अनि अर्को नेपाल कृषि प्रधान देश। साँच्चै नै भन्ने हो भने उन्नत खालको कृषि गर्यौं हामीले भने झापा मोरङ सुनसरीले मात्र नेपालको 3 करोड नेपालीलाई वर्षभरि खाने अनाज उत्पादन गर्न सक्छ। खोइ त के गर्नु? सरकारलाई अब प्रश्न गर्नुपर्छ, उहाँले पनि गर्नु भयो। अब एउटा कुरो नेपालमा साँच्चै नै हामीले हरियो वन नेपालको धन हो भने अहिले 4 कोसे झाडीमा जानु हो भने आँसु आउँछ। त्यहाँ सखुवाको काठहरू सडिएर धमिरा खाएर सकिसकेको छ। राज्यले एउटा व्यवस्था गर्न सक्नु पर्दो नि त। लडेको रुखहरूलाई ल्याएर नेपाली जनतालाई कम्तीमा साँच्चै नै हरियो वन नेपालीको धन हो भने घर बनाउनेहरूलाई वास्तविक घर बनाउँदैछ कि छैन, सुलभ मूल्यमा 20-25 किबी वितरण गर्न सक्थ्यो। एउटा नीति त ल्याउनु पर्यो। त्यसले पनि एउटा व्यक्तिलाई टेवा पुग्थ्यो, एउटा नागरिकलाई टेवा पुग्थ्यो। त्यसरी नै आर्थिक समृद्धि हुने हो। चेक एन्ड ब्यालेन्सको कुरो आयो। उहाँले भन्न खोज्नु भएको निर्यात आयात भन्दा निर्यात चाहिँ बढाउनु पर्छ। त्यो निर्यात बढाउने तरिका आज मलेसियाबाट काठ ल्याउनु परेको छ। मेरो घरमा पनि 2 टुक्रो मलेसियन काठको त्यो चौकोस बनाएको छु कुञ्जङहरू। अब मैले मेरो हरियो वन नेपालको धनको सखुवाको त धमिराले खान भ्याएको छैन। दुःख लाग्छ। उहाँले परिकल्पना गर्नु भएको सही कुरो छ। हुन्छ, सम्भव छ। हस्, धन्यवाद। हामी